र अर्को भिडियो फेरि पनि ल्याएर आइसकेको छु साथीहरू। आज चाहिँ के गर्दै हो भनेपछि म चाहिँ यता छेउ बगैँचातिर साथीहरू दिन सक्नुहुन्छ। आज चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ छेउ बोटा लगाउने काम यहाँनिर छ। यसलाई चाहिँ पुर्नुपर्ने हुन्छ साथीहरू पुरै। यसमा चाहिँ ढुङ्गाहरू पनि छन् र यिनलाई ढुङ्गाहरू निकालेर यसमा चाहिँ माटो हालेर पहिला चाहिँ यसलाई पुर्नुपर्छ साथीहरू बोटा लगाउनको लागि। र यसलाई चाहिँ हामी फटाफट यो चाहिँ ढुङ्गा माथि निकालिदिन्छौँ र यसमा चाहिँ माटो हालेर साथीहरू पर्नुपर्छ। हालेर लगभग 2 फिट जति गहिरो छ साथीहरू। पहिला चाहिँ यसलाई चाहिँ माटो हालेर बराबर गर्नुपर्छ र फटाफट हाम्रो चाहिँ यहाँ चाहिँ माटो चाहिँ यहाँनिर छ। पहिले चाहिँ गड्डाबाट निकालेको माटो चाहिँ यहाँनिर छ र हामी चाहिँ यसलाई हालेर फटाफट यसलाई चाहिँ पुरिहाल्छौँ साथीहरू। र उहाँपछि यस्तै चाहिँ आज साथीहरू गड्डा धेरै पुर्ने कार्यक्रम गड्डा भरिसक्यौँ टेन्सन साथीहरू। यसरी चाहिँ गड्डालाई भरिन्छ। पहिला चाहिँ बुटा लगाउनुभन्दा पहिला चाहिँ पहिले देख्नुभयो होला एकदमै पुरा चाहिँ गड्डा चाहिँ खाली थियो चाहिँ। पछि अब यसका माथि चाहिँ बुटा चाहिँ अब यसमा चाहिँ गोबर हल्का गोबर मिलाएर चाहिँ यसमा चाहिँ बुटा लगाइन्छ साथीहरू। यो चाहिँ एउटा गड्डा चाहिँ कम्प्लिट भइसक्यो। अब चाहिँ अगाडि गड्डा छन्। अब चाहिँ हामी चाहिँ अगाडितिर चाहिँ भर्नतिर लाग्छौँ साथीहरू। यसमा चाहिँ माटो पुगेन त्यस कारणले मैले चाहिँ यहाँदेखि खनेर चाहिँ यता चाहिँ हालिदिएँ। यताको गड्डा चाहिँ भरिसक्यौँ। अब चाहिँ अगाडि जाँदैछौँ र यसमा चाहिँ छेउ चाहिँ गड्डामा चाहिँ यो चाहिँ बुटा लगाउनु पर्ने छ साथीहरू। यो चाहिँ रुस्ट चाहिँ धेरै ठुला छन्। यसलाई चाहिँ कलम गर्नुपर्ने छ। यो चाहिँ यता चाहिँ यो चाहिँ बुटा एकदमै ठुलो नै भइसक्यो र यसो देख्न सक्नुहुन्छ। यता चाहिँ यो चाहिँ एकदम ठुलो भइरहेको गड्डा चाहिँ फिनिस। अब चाहिँ अगाडि गड्डा बनाउनको लागि जाँदैछौँ। यतातिर चाहिँ यो चाहिँ कटिङ भएको सेक्टरहरू पनि उठाउनु बाँकी नै छ। एउटा दुईटा गड्डा चाहिँ यहाँनिर छन् साथीहरू। आजको मौसम पनि एकदमै खराब छ, त्यति राम्रो चाहिँ छैन। बिहानदेखि घाम चाहिँ लागेको छैन, एकदमै चिसो मौसम छ। एउटा गड्डा चाहिँ यो भयो चाहिँ साथीहरू। एउटा गड्डा चाहिँ यो भयो, एउटा चाहिँ यो गड्डा छ पुर्नुपर्ने। यसलाई पनि अघि जस्तै यसलाई बराबर गर्नुपर्छ साथीहरू। यसको माटो हेर्न चाहिँ एउटा चाहिँ यो भयो अनि एउटा चाहिँ यता छ। यसलाई पनि पुर्न बाँकी छ साथीहरू। यसलाई चाहिँ अघि पुरे जस्तै यसलाई चाहिँ बराबर गर्नुपर्छ। त्यहाँ पछि चाहिँ बुटा लाग्छ। यसका लागि त एउटा यो यहीँनिर रहेछ साथीहरू। एउटा चाहिँ यसलाई उखाडेर लगाउनुपर्छ साथीहरू। यो चाहिँ एकदम ठुलो भइसकेको रहेछ। यसलाई चाहिँ यो चाहिँ कलम भएको छैन साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ कलम भएको चाहिँ सानो छ, यो चाहिँ कलम नभएको ठुलो छ। यो चाहिँ फल्दैन साथीहरू। यो चाहिँ त्यति माथि गएको चाहिँ यो चाहिँ कलम भएको एकदम सानो चाहिँ यो चाहिँ फलिरहन्छ साथीहरू, देख्न सक्नुहुन्छ। यो फलिरहन्छ, यो चाहिँ फल्दैन। यसको लागि यो गड्डाको लागि एउटा यो भइसक्यो। अरू चाहिँ अगाडि छन् साथीहरू। यो चाहिँ सबै बोटामा चाहिँ यस्तै जडदेखि आँखा उम्काएर लगाउनु पर्छ। एउटा चाहिँ यो साथीहरू देख्न सक्नुहुन्छ। एउटा चाहिँ यहाँनिर छ, एउटा चाहिँ यो भयो, दुईटा चाहिँ यहाँनिर छन्। यसलाई चाहिँ कटिङ गरेर बिस्तारै चाहिँ निकाल्नुपर्छ। यो चाहिँ यसलाई चाहिँ कलम गरेर यो चाहिँ फल्छ साथीहरू। यसलाई चाहिँ निकाल्न बाँकी छ र भिडियो अन्तिमसम्म हेर्नु होला। र हामी चाहिँ अब साथीहरू हामीले चाहिँ फाइनल यो गड्डा चाहिँ भरिसक्यौँ। दुईटै गड्डा देख्न सक्नुहुन्छ। यसरी चाहिँ गड्डा भरिन्छ साथीहरू। र यसलाई चाहिँ छेउका बुट्टा लगाउनुभन्दा पहिला यसरी भरिन्छ। यो पनि भरिसक्यौँ छ, यता यो पनि भरिसक्यौँ साथीहरू, देख्न सक्नुहुन्छ। यिनी चाहिँ दुईटा गड्डा भरिसक्यौँ। एक खेतमा चाहिँ दुईटा चाहिँ पुरो रहेछ सरी साथीहरू। एउटा चाहिँ त्यहाँनिर छ भन्न र फटाफट भर्छौँ र तपाईँ भिडियो हेर्दै रहनु होला। हामीले चाहिँ गड्डा बनाएर फाइनली 6-7वटा गड्डा बनाइसक्यौँ र हामी चाहिँ अहिले चाहिँ यता अर्को बगैँचातिर आएका छौँ। यता पनि छ फाइनली साथीहरू। यता पनि बनाउन बाँकी नै छ। यता देख्न सक्नुहुन्छ छेउ फाइनली चाहिँ फुल्न सुरु भइसक्यो। यिनीहरू चाहिँ फुल्न सुरु भइसक्यो साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ फुल्न सुरु भइसक्यो। हाल फुल त आएको छैन, भर्खरै सुरु भयो साथीहरू। र आजको मौसम चाहिँ एकदम बोबाल छ, देख्न सक्नुहुन्छ। मेरो पछाडि म चाहिँ एक्लै हो साथीहरू, कोही छैन अरू साथीहरू। र म चाहिँ एक्लै यहाँ चाहिँ तौले बनाउने अनि यहाँ चाहिँ बोटा सोटा लगाउने यताउता खाससाथ हालेर काम चलिरहेको छ। त्यहाँ तलतिर पनि बगैँचा छ साथीहरू, त्यतिर मान्छेहरू गर्दैछन् र अघि चल्छन्।